धनुषा प्रहरीले 2 जना पेशेवर चोरलाई पक्राउ गरेको छ। आइतबार प्रहरीले चोरी गरेको सामानसहित उनीहरूलाई सार्वजनिक गरेको छ। जनकपुरधाम उपमहानगरपालिका मुरली चोकबाट अर्जुन कुमार शाह र समीर रायलाई प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए। उनका अनुसार उनीहरूले यही वैशाख 5 गते जनकपुरधाम उपमहानगरपालिका 4 का जटाशंकर झा र उनको घरमा भाडा लिई बस्ने गुडिया शर्माको कोठा तोडफोड गरी चोरी गरेका थिए। प्रहरीले उनीहरूको साथबाट 47,000 रुपैयाँ, सुनको झुम्का 1 जोर, चाँदीको पाउजु र चोरीमा प्रयोग गर्ने औजारहरू बरामद गरेको छ। यद्यपि उनीहरूले चोरी गरेको सबै सामान प्रहरीले बरामद गर्न सकेको छैन। चोरी गरेका सामान बिक्री गर्नका लागि उनीहरूले अरू व्यक्ति मार्फत भारत पठाइएको प्रहरीको शंका छ। यस उनीहरूले 2 थान 12 आना सुनको झुम्का, सुनको हनुमानी 2 आनाको, कानमा लगाउने सुनको टप 2 आनाको, चाँदीको पायल, नेपाली रुपैयाँ 16,000 र सोनी कम्पनीको क्यामेरा चोरी भएको थियो। यस्तै सोही घरमा भाडा लिएर बस्ने गुडियाको घरबाट सुनको झुम्का 8 आनाको, 2 आनाको 4वटा कानमा लगाउने बाली, 324 तोला चाँदीको गहना र पायल चोरी भएको थियो। उनीहरूले यसअघि फागुन 26 गते जनकपुरधाम उपमहानगरपालिका 4 आनन्द नगरमा डाक्टर मुकुन्द झा र सोही महिनाको 3 गते जनकपुरधाम उपमहानगरपालिका 7 दिपेन्द्र कुमार राईको घरमा चोरी गरेको स्वीकार गरेका छन्। झाको घरबाट सुन चाँदीको गहना 30,000 नेपाली र 1,000 अमेरिकी डलर चोरी गरेका थिए। राईको घरबाट 1,50,000 अमेरिकी डलर, 8,000 भारू र सुनको गहनाहरू चोरी गरेका थिए। पक्राउ परेका 2 जना पेशेवर चोर रहेको प्रहरीको दाबी छ। उनीहरू चोरी गरेरै जीविका चलाउँछन्। एक पटक पक्राउ परेर जेल जान्छन्। डीएसपी गौतमले भने ऋण लिएर धरौटी बुझाएर छुट्छन् र त्यो पैसा तिर्न फेरि चोरी गर्ने गरेको देखिन्छ। 2080 साल 1 महिना 5 गते राति जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वडा नम्बर 5 जटाशंकर झाको घरमा र सोही घरमा भाडामा बस्ने गुडिया शर्माको कोठामा कोही नभएको अवस्थामा घरको कोठा तोडफोड गरेर धनमालहरू चोरी गर्दैका क्रममा हामीले 1 महिना 6 गते जिल्ला धनुषा जनकपुर वडा नम्बर उपमहानगरपालिका वडा नम्बर 4 मुरली चोक स्थित चोरीमा संलग्न रहेका प्रतिवादी अर्जुन कुमार शाह र समीर रायलाई हामीले चोरी लगेका गरगहना सहित हामीले फेला सामानहरू पारेका छौँ। उहाँहरूको सुधिराको झाको घरबाट चोरी भएको सामानहरू सुनको झुम्का 12 आनाको छ, घाँटीमा लगाउने सुनको हनुमानजीको थान, सुनको कानमा लगाउने 2टा टप, चाँदीको पायल छ, भारूको रुपैयाँ 3500, नेपाली रुपैयाँ 16,000, सोनी कम्पनीको क्यामेरा 1 थान 50,000 र गुडिया शर्माको घरबाट सुनको झुम्का 8 थान, सुनको कानमा लगाउने बाली 4 थान, चाँदीको गहना पायल सिक्री गरे 20 तोला, नगद नेपाली रुपैयाँ 47,000। प्रतिवादीबाट चाहिँ हामीले तुरन्त बरामद गरेको सामान चाहिँ 47,000 नगद, सुनको झुम्का 1 जोर, चाँदीको पाउजु ससाना टुक्रा 2वटा, खन्ती र दाउ सहित गरेर 2 थान चाहिँ हामीले नियन्त्रण ल्याएका छौँ। र उनीहरूलाई चाहिँ आवश्यक थप अनुसन्धान र उनीहरूको नेटवर्किङ कहाँ छ, यिनको साथी सङ्गतिहरू कुन छ, यिनको चाहिँ मोडस अपरान्डी के हो र कसरी यिनीहरूले चाहिँ चोरीमा चाहिँ दिनदहाडै अथवा कुन किसिमले चाहिँ चोरी गरिरहेका छन् अनुसन्धान गरेका छन्। यसको क्रममा हामीले के पत्ता लगाएका छौँ भन्दाखेरि अहिले जुन घरमा चाहिँ सुनसान छ, जुन घरमा मान्छेहरू चाहिँ आफूहरू चाहिँ छोडेर 2-4 दिन ताला लगाएर जानुभएको छ अथवा 1 दिनभरि कतै जानुभएको छ, त्यो रेकी गरेर त्यस्तोमा आफ्नो टिमले रेकी गरिसकेपछि एउटा चाहिँ मेन मुख्य टोली चाहिँ हतियार लिएर यो चाहिँ ताला तोडेर त्यसमा चाहिँ हामी चोरीमा चाहिँ संलग्न भएका छौँ र यसरी सामान चोर्ने गर्छौँ भनेर उहाँले दिनुभएको छ। र अन्य यहाँ धनुषामा अन्य ठाउँमा चोरीहरू पनि भएको छ, 0 माइल भएको छ, रेलवे स्टेसनमा भएको छ। त्यो चोरीहरूलाई पनि हामीले चाहिँ अहिले यिनीहरूबाट इन्भेस्टिगेसन गर्दै त्यसमा पत्ता लगाउने कोसिस गरिरहेछौँ। घटनामा बरामद भएको सामानहरू